प्रिय मान्छे, मेरो स्मृतिबाट पर पुग्न नपाउँदै पुनः तिम्रा यादहरू निसङ्कोच मेरा मगजका हरेक खोजहरूमा निरङ्कुश शासन जमाउन थाल्छन्, विस्तारवादको अभियान चलाउन थाल्छन् र मेरा सपनाहरूमाथि एकोहोरो सङ्कटकालको घोषणा गर्छन्। यो कस्तो स्मृति! इसारामा निदाउन हुकुमत लागू हुन्छ। यो कस्तो स्मृति! मदिराको नशाभन्दा भयानक, 1000 माइल यात्रापछिको पीडादायक थकान जस्तो, शिशिरको चिसो सिरेटो जस्तो यो कस्तो सम्झना! तिम्रो अभावमा म चाहिँ सती वियोगमा विक्षिप्त महादेव जस्तै भएको छु। कालकुट विषको नशाभन्दा भयानक तिम्रा यादहरू स्मृतिमा लिएर म लडेको छु, ढलेको छु, विक्षिप्त भएको छु। म अचेल आफ्नै सपनाको मलामी जान्छु र तिम्रो वियोगमा ढलेको आफ्नै लासमाथि आगो लगाउँछु। एक दिन म पनि यही महाशून्यमा बिलाउनेछु र कतै तारामण्डलमा ध्रुव तारा बनेर तिमीलाई हेरिरहेको हुनेछु। हर पल मेरो स्मृतिमा आउने ए प्रिय मान्छे। धन्यवाद।